सबैले चाहिँ आफै माम खाँदै हुनुहुन्छ है। साग पनि आफै खानुभयो है। बाबु पनि खाँदै हुनुहुन्छ। हौ आफै खान मजा आउँछ छोरीलाई। छोरी त्यहाँ नचलाउ, त्यो झरेको केही हुँदैन, अहिले आमाले बढार्छ। आफै खान मजा लाग्छ। चानाचुनी पनि खानु। चानाचुनी पनि खाइछु। हेर्नु है बाबा, बाबालाई देखाइदिनु एकचोटि। वाउ, खोइ एकचोटि म यो मुखमा लागेको जस्तो गरिदिन्छु, सफा गरिदिन्छु। खाना खाने छुट्टीको। ओ माइ गड, कति मजाले चबाएको भाइले त। हेर्नु न, मसिनो गरेर चबाउनु है। मसिनो गरेर चबाउने 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 अनि मात्रै निल्ने। वाउ, सो गुड बोय। त्यो अलिक गाह्रो छ। त्यो चबाउने अनि थुक्ने ल। त्यो जालीवाला परेछ क्या यसलाई। चानाचुनी त्यो जालीवाला इस्कुसको। थुकिदेऊ। उता तान्दिनु। यहाँ राख भुइँमा, यहाँ। उहाँहरू कति मजाले खाँदैछ, आफै खाएको अरे। म त छक्कै पर्यो हौ। साग पनि पो खान्छ त भाइ त, चबाउँछ साग पनि। एकछिन पकाउनु, तिमीलाई लामो हुन्छ कि, अनि काटिदिएको साग त्यही भएर। ल ल हेर्नु है साग। त्यहाँ यो चाहिँ साग खाउन, यो चाहिँ खाउनु साग। मजाले चबाउने ल, मजाले चबाउने, हिँड्ने भयो भने त्यसो पनि नहुनु किन। वाउ, माम खाने। यो तलबाट माम खाने, यता तलबाट माम खाने, माथिको। हो त्यहाँबाट खाने, तलबाट, यहाँबाट यसरी ल्याऊ, यहाँबाट ल्याउन घिउसँग आउँछ। वाउ, सो गुड। मुखमा हाल्ने अनि चबाउनुपर्छ है, मजाले चबाउने अनि मात्रै निल्ने। अनि एकचोटिको निलिसकेपछि बल्लहरू खाने। वाउ, सो गुड। धेरै छिटो छिटो खायो भने अड्किन्छ, अनि सानो सानो पारेर चबाउनु पर्छ, अनि अड्किँदैन। त्यो चानाचुनी, आलु, इस्कुस। गुड। यसरी खायो भने त मेरो छोरीले खुवाउनै पर्दैन नि हौ। साग खानु मन पर्यो? यहाँ छ साग। त्यो खान मन पर्यो? ल ल ल यहाँ ल। न स्याबास। हेर्नु न कान्छ खाएको। वाउ, अब मजाले चबाउने है। मजाले चबाउने, मुखमा मजाले धेरै बेर चबाउने। Wow, so good boy. हातले पक हातले खान मन लाग्यो, म उल्याइदिन्छु।